हेलो एभ्रिवान। आजको क्लासमा हामीले यी तीनटा सिरिज जुन स्क्रिनमा हेराइएको छ यिनीहरू आज हामी सिक्छौँ सी ल्याङ्ग्वेजबाट। हाम्रो क्वेसन छ राइट अ प्रोग्राम टु इभ्यालुएट द फलोइङ सिरिज। फर्स्टमा हाम्रो छ 1 factorial plus 2 factorial plus 3 factorial plus 4 plus dot 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 to n factorial। अर्को सेकेन्ड क्वेसन छ हाम्रो 1 divided by 1 factorial plus 1 divided by 2 factorial plus 1 divided by 3 factorial plus 1 divided by 4 factorial dot 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 plus 1 divided by n factorial। र त्यसै गरी थर्ड क्वेसन छ हाम्रो 1 divided by 1 factorial plus 2 divided by 2 factorial plus 3 divided by 3 factorial plus 4 divided by 4 factorial plus dot dot to n divided by n factorial। यी तीनटै क्वेसन एउटै जस्तो छ, हल्का मात्र फरक छ, त्यही भएर हाम्रो कोडिङमा पनि अलिअलि मात्र चेन्जेस आउँछ। ओहो, यहाँ लास्टमा यो दिन छुट्याछ। त्यही भएर यो प्रोग्राम मैले पहिला नै गरिसकेका थिएँ, यहाँ टाइम नलागोस् भनेर। अब यो एक्सप्लेन गर्ने मात्र काम गर्छु म यहाँ। यो इन्क्लुड stdio डट एच र इन्क्लुड यो म्याथको कुरा युज भइरहेको छ, त्यही भएर म्याथ यहाँ मैले लिएको होइन। अब इन्ट मेन इन्ट एन, यो नम्बर अफ टर्म्स हो यन भन्नेको यहाँ, र फ्याक्टोरियल सुरुमा फ्याक्टोरियलको भ्यालु 1 छ मैले माने, र सम इक्वल्स टु 0। अनि आई भन्नाले कतिचोटि लुप त्यो बढाउने भन्नेको, आई भनेको यनसम्म हुन्छ होइन टोटल, र आई भनेको 1 देखि एनसम्म चलाउनको लागि मैले एउटा आई लिएँ। अनि प्रिन्ट एफमा इन्टर नम्बर अफ टर्म्स। अब हाम्रो टोटल टर्म्स भनेको एन नम्बर अफ टर्म्स हुन्छ होइन, तर हामीलाई एन्सर कतिवटा नम्बर अफ टर्म्सको लागि चाहियो त्यो युजरले भन्ने कुरो हो। मैले सपोज 5 नम्बर अफ टर्म्स मैले 5 इनपुट गरेँ भने यसले 5 नम्बर अफ टर्म्ससम्मको लागि यसको 5वटा यो 4वटा हेराएको छैन प्लस 5 फ्याक्टोरियल भन्नेले 5 फ्याक्टोरियलसम्मको भ्यालु यसले दिन्छ जब युजरले 5 यहाँ इन्टर गर्छ। अब स्क्यान एफ पर्सेन्टेज डी भइरहेछ, किन हामीले इन्टिजर दिन्छौँ होइन, यनको भ्यालु इन्टिजरमा दिन्छौँ पोइन्टमा होइन, त्यही भएर इन्ट दिइरहेछौँ। र यो एन्ड एन फोर आई कसरी चलाउने त, लुप कसरी चलाउने, आई इक्वल्स टु 1बाट चलाउँछौँ कतिसम्म, जबसम्म आई इक्वल्स टु अथवा लेस देन यन छैन भने तबसम्म हामीले चलाउँछौँ। जब आई लास्ट यनसम्म हुन्छ अथवा यनभन्दा आई स्मलर छ तबसम्म चल्छ, र प्रत्येकचोटि आईको भ्यालु एक एकले बढाउनको लागि आई प्लस प्लस गरिएको हो। र फर लगाइसके पछाडि हामीले एउटा कर्ली ब्राकेटभित्र अब हाम्रो मेन काम गर्नुपर्छ। फ्याक्ट इक्वल्स टु फ्याक्ट इन्टु आई, फ्याक्टलाई मैले फ्याक्टोरियल मानेको छु र फ्याक्टोरियलको भ्यालु इनिसियली मैले कति लिएको छु 1 भनिसके पछाडि यहाँ अलरेडी 1 छ, यहाँबाट सुरुमा यहाँ 1 आउँछ, अनि यहाँ कति हुने भयो
पहिला कति आउने भयो 1 इन्टु 1 इक्वल्स टु 1 नै आउने भयो। अब यो के हुन्छ अब यो के हुन्छ अब यो सममा आयो फ्याक्ट हैन। यहाँ जति आउँछ फ्याक्ट यहाँ आउँछ सममा सुरुमा के छ 0 छ 0 छ हैन 0 प्लस माथिबाट फ्याक्ट आएको कति 1 इक्वल्स टु कति हुने भयो अब 1 नै हुन्छ 1 हुन्छ हैन। अब फेरि लुप सुरु गर्यो। अब आई को भ्यालु कति आउने भयो 2 भनेपछि फ्याक्टमा सुरुमा कति छ 1 छ। अब 1 इन्टु कति हुने भयो अब 1 इन्टु आई को भ्यालु 2 इक्वल्स टु कति हुन्छ 1 इन्टु 2। अब फ्याक्टोरियल फ्याक्टमा कति आयो 2 आयो। फ्याक्टको भ्यालु 2 आयो हैन। अब फ्याक्टको भ्यालु 2 आइसकेपछि सम इक्वल्स टु कति हुन्छ सम इक्वल्स टु पहिला फर्स्ट लुपमा गर्दाखेरि सममा 1 आएको थियो 1 अब कति आयो अब चाहिँ 2 आयो इक्वल्स टु कति भयो 3 भयो। अब फेरि आई इक्वल्स टु 3 आउँछ 3 आउँछ र फ्याक्ट इक्वल्स टु अब कति हुने भयो फ्याक्ट इक्वल्स टु पहिलादेखि फ्याक्टमा 2 छ त्यही भएर 2 प्लस अब कति आयो प्लस हैन मल्टिपल 2 मल्टिप्लाई आएको भ्यालु अहिले 3 आयो 3 इक्वल्स टु कति हुने भयो 6। त्यस्तै अब यहाँ सममा कति हुने भयो सम इक्वल्स टु पहिलादेखि नै सममा 3 छ 3 प्लस अहिले फ्याक्टरमा कति छ 6 अनि पछाडि टोटल सम कति भयो 9। यसरी यो लुप बढ्दै आउँछ अनि यो यसको सम आउँदै जान्छ अनि पछाडि हाम्रो यो n को भ्यालु नम्बर अफ टर्म्स को भ्यालु 3 हुँदाखेरि 9 आउँछ र यो चेक गर्नको लागि हामीले क्याल्कुलेटरमा फ्याक्टोरियल फंक्सन हुन्छ हामीले चेक गर्न सक्छौं। हामीले 1 शिफ्ट x पावर -1 को माथि हेर्न सकिन्छ क्याल्कुलेटरमा फ्याक्टोरियल छ क्यासियो fx991ex मा शिफ्ट र x पावर -1 थिच्यो भने फ्याक्टोरियल आउँछ। त्यसै प्लस 2 शिफ्ट x पावर -1 मा फ्याक्टोरियल छ प्लस 3 शिफ्ट फ्याक्टोरियल गर्दाखेरि हाम्रो 9 क्याल्कुलेटर पनि आयो यहाँ पनि आउँछ। त्यसपछि हाम्रो यो प्रोग्राम ठीक छ। यसलाई अब हामीले बिल्ड गर्छौं चेक गर्नको लागि र रन गर्छौं। रन गरिसकेपछि अब यहाँ यसले सोध्छ इन्टर नम्बर अफ टर्म्स सोध्यो हैन। अब मैले 3 नम्बर अफ टर्म्स दिए भ्यालु यसले आन्सर 9 दियो। त्यसै अब हायर नम्बर्स पनि दिन्छु 9 दिए यसले 409113 यो 9 भन्नाले 1 फ्याक्टोरियल प्लस 2 फ्याक्टोरियल प्लस 3 फ्याक्टोरियल प्लस 4 फ्याक्टोरियल प्लस 5 फ्याक्टोरियल डट यस्तै गर्दाखेरि यस्तै 9 वटा टर्मसम्मको सम यसले 409113 दियो। त्यसपछि हाम्रो यो फर्स्ट क्वेशन सक्यो। अब सेकेन्ड क्वेशनको लागि हामीले यसमै मोडिफाई गर्छौं। सेकेन्डमा के छ 1 डिवाइडेड बाइ 1 फ्याक्टोरियल भनेपछि यहाँ के भइराछ भने डिभिजनमा आइराछ हो। डिभिजनमा आइराछ भने हाम्रो सम चाहिँ केमा आउँछ हाम्रो सम चाहिँ डेसिमलमा आउन सक्छ हैन। त्यही भएर हामीले
इन्टमा राख्न पाउँदैनौ। इन्टमा राख्न नपाइसके पछाडि यसलाई हामीले फ्लोटमा राख्छौ। FLOAT फ्लोट सम इक्वल्स टु 0 नै लिन्छौ सुरुमा। अब प्रिन्टफ यिनीहरू त त्यही भयो। यो डी भनेको नम्बर अफ टर्म्स हामीले डेसिमलमा दिँदैनौँ, इन्टिजर नै हुन्छ, त्यही भएर इन्ट n भयो। फ्याक्टोरियल FACT फ्याक्ट सुरुमा 1 हुन्छ, त्यो चाहिँ इन्टिजरमै हुन्छ। आई पनि एक एक नम्बरले बढाउँछ, त्यही भएर इन्टमै हुन्छ। अनि फर आई यो चलाउने भनेको यस्तै नै हो, फ्याक्ट इक्वल्स टु फ्याक्ट इन्टु आई, यो यही हुने भयो। सममा चेन्ज आउँछ। सममा के चेन्ज आउँछ भने जति पनि यहाँ फ्याक्ट आइरहेछ त्यसलाई सब प्रत्येकमा 1 डिभाइडेड बाई फ्याक्ट भइरहेको छ, हो कि होइन? माथिको क्वेसन सेम हो, तर सब प्रत्येक टर्म्सलाई 1 डिभाइडेड बाई गरिरहेछ यसमा। त्यही भएर सम जे हुन्छ त्यसलाई 1 ले डिभाइड गर्छौं। अब यति गरेपछि तपाईहरुलाई लागिरहा होला पुगिसक्यो होला, तर त्यस्तो होइन। अब यो 1 पनि इन्टिजर भयो, फ्याक्ट पनि इन्टिजर छ, हैन? र इन्टिजर र इन्टिजरको डिभिजन इन्टिजर नै आउँछ, हो कि हैन? त्यसो भए तर सम चाहिँ डेसिमलमा आउनको लागि हामीले यो 1 लाई फ्लोट बनाइदियो भने फ्लोट डिभाइडेड बाई इन्टिजर भनेको फ्लोट आउँछ। त्यही भएर 1.0 डिभाइडेड बाई फ्याक्ट गरिदियो भने अब हाम्रो सम चाहिँ फ्लोटमा आउँछ, भन्ना मतलब डेसिमलमा आउँछ। अब यो समलाई नि हामीले प्रिन्ट गरिरहेछौ। सम केमा छ? फ्याक्टमा छ। त्यही भएर हाम्रो अहिले अब यहाँ डी होइन कि एफ हुन्छ, फ्लोट हुन्छ, अनि रिटर्न 0, अनि हाम्रो प्रोग्राम सक्छ। सेकेन्डको लागि यति मात्र यो कोडमा चेन्ज गर्नुपर्छ, अरु त्यही हो। यो चल्ने भनेको त्यही अनुसार चल्छ। यसले सोध्यो इन्टर नम्बर अफ टर्म्स, मैले 4 हाले ल। यसले 1.708, अब क्याल्कुलेटरमा चेक हानौं त। 1 डिभाइडेड बाई 1 फ्याक्टोरियल प्लस 1 डिभाइडेड बाई 2 फ्याक्टोरियल प्लस 1 डिभाइडेड बाई 3 फ्याक्टोरियल प्लस 1 डिभाइडेड बाई 4 फ्याक्टोरियल। क्याल्कुलेटरमा पनि सेम टु सेम एन्सर आयो, भनेपछि हाम्रो प्रोग्राम गरेको एकदम सही छ। अब हामी थर्ड क्वेसन तर्फ लागौं। 1 by 1 फ्याक्टोरियल प्लस 2 by 2 फ्याक्टोरियल प्लस 3 by 3 फ्याक्टोरियल प्लस 4 by 4 फ्याक्टोरियल। यसमा के चेन्ज गर्न सक्छौं भने माथिको भन्दा माथिको क्वेसनमा प्रत्येकमा 1 डिभाइडेड बाई एभ्री इन्क्रिजिङ नम्बर अफ फ्याक्टोरियल थियो, तर अहिले सेकेन्ड केसमा के भएछ? माथिको पनि आई बढिरहेको छ र तलमा पनि आई बढिरहेको छ। यसको लागि हामीले के चेन्ज गर्नु पर्दैन, एउटा मात्र चेन्ज यहाँ आउँछ, त्यो भनेको यो सममा मात्र चेन्ज आउँछ। बाँकी प्रत्येक हरेक स्टेप यसको लागि सेम हुन्छ। माथिको भन्दा के भइरहेको छ?
आई चेन्ज भइरहेको छ आई फ्याक्टोरियलको लागि आई त यसले काम गरिदिने भयो अब समको लागि आई यहाँ बढिरहेको छ कि हो कि होइन यहाँ आई आइरहेको छ किनभने यहाँ पहिला 1 आउँछ 1 डिभाइड बाई फ्याक्टोरियल जे फ्याक्ट यहाँबाट माथिबाट जे फ्याक्ट यहाँ माथिबाट आउँछ पहिला 1 डिभाइड बाई फ्याक्ट त्यसपछि आई यहाँ जब बढ्छ यहाँ पनि बढ्ने भयो यहाँ 2 आउँछ भने यहाँ पनि 2 आउने भयो त्यसपछि 2 डिभाइडेड बाई यहाँ आएको फ्याक्टोरियल त्यसपछि यहाँ 3 आयो भने यहाँ पनि 3 आउँछ अनि यसरी सँगसँगै बढ्दै जान्छ र यो अहिले आई मात्र हालेपछि यो इन्टिजर भयो र यो पनि इन्टिजर भयो र इन्टिजर डिभिजनको अघि मैले भनेपछि इन्टिजर नै आउँछ यसलाई फ्लट बनाउनु पर्यो किनभने फ्लट डिभाइडेड बाई फ्लट भयो भने फ्लट डिभाइडेड बाई इन्टिजर भयो भने फ्लट आउँछ त्यसको लागि हामीले के गर्न सक्छौँ अर्को एउटा ब्र्याकेट हालेर आई इन्टु 1.0 गरिदिएपछि यो अब हाम्रो फ्लटमा चेन्ज हुने भयो र यो सम त फ्लट कन्भर्ट भइसक्यो यो यही हुने भयो र अब हामी यसलाई बिल्ड गरौँ र रन गरौँ यसले केही इरोर छैन प्रोसेस टर्मिनेटेड विथ स्ट्याटस 0 इरोर 0 वार्निङ 0 मिनट्स 2 सेकेन्ड्समा काम गरेको अब यसलाई हामीले रन गरौँ फेरि यसले इन्टर नम्बर अफ टर्म्स सोध्यो मैले 4 नै हालेर यसले एन्सर 2.66667 हेरायो अब चेक गर्नको लागि हामीले क्याल्कुलेटरमा यो हाल्छौँ 1 डिभाइडेड बाई 1 फ्याक्टोरियल प्लस 2 डिभाइडेड बाई 2 फ्याक्टोरियल प्लस 3 डिभाइडेड बाई 3 फ्याक्टोरियल प्लस 4 डिभाइडेड बाई 4 फ्याक्टोरियल क्याल्कुलेटर पनि सेम टु सेम एन्सर हेरायो भनेपछि हाम्रो यो प्रोग्राम पनि ठिक छ यसरी हामीले यो तीनटा सिरिजको प्रब्लम गर्न सक्छौँ ल भिडियो तपाईहरुलाई राम्रो लाग्यो भने लाइक शेयर र कमेन्ट गर्नु होला र भिडियोलाई च्यानललाई सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला धन्यवाद।